साथीहरु आज म एकदमै खुसी छु किनभने फाइनली मेरो फेसबुक पेज नेपालबाटै मोनेटाइज भइसकेको छ र अब चाहिँ मैले फेसबुकमा फोटो अपलोड गर्दाखेरि स्ट्याटस लेख्दाखेरि अथवा भिडियो अपलोड गर्दाखेरि जे गर्दाखेरि पनि पैसा कमाउने छु र तपाईहरुले पनि कमाउन सक्नुहुन्छ। तपाईले यदि आफ्नो फेसबुक पेज बनाउनु भएको छैन भने तपाईले युज गरिरहेको प्रोफाइलबाट पनि पैसा कमाउन सक्नुहुन्छ। यो भिडियोमा म तपाईलाई फेसबुक कसरी मोनेटाइज गर्ने नेपालबाट अनि के क्राइटेरियाहरु छन् र कसरी हामीले सेटअप गर्नुपर्छ ती विषयमा चाहिँ हजुरलाई जानकारी गराउने छु। तर त्यो भन्दा अगाडि म तपाईहरुलाई मेरो मोबाइलको स्क्रिनमा गएर मेरो भर्खर मोनेटाइज भएको पेज हजुरलाई देखाउने छु। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो फेसबुक पेज हो। यहाँनेर चाहिँ मेरो करिब 13,000 जति फलोअर हुनुहुन्छ। सबैभन्दा म पहिला तपाईहरुलाई यहाँनेर प्रोफेसनल ड्याशबोर्डमा मोनेटाइजेसनमा आएर देखाइदिने छु। यहाँ हेर्न सक्नुहुन्छ करिब मेरो चाहिँ $3.30 चाहिँ यहाँनेर अर्निङ भएको देखाएको छ र यहाँ मुनि हेर्न सक्नुहुन्छ यो टुलमा चाहिँ मेरो चाहिँ एड्स एन्ड रिल देखाइरहेको छ, कन्टेन्ट मोनेटाइजेसन देखाएको छ। यो भन्दा अगाडि तपाईले फेसबुकमा पैसा कमाउनलाई एड्स एन्ड रिल, इनस्ट्रिम एडहरु विभिन्न सेटअप पाउनुहुन्थ्यो भने अब चाहिँ फेसबुकले त्यो चाहिँ सबै क्राइटेरिया हटाइदिएर तपाईको टुल्समा चाहिँ कन्टेन्ट मोनेटाइजेसन दिएको छ। कन्टेन्ट मोनेटाइजेसन भनेको चाहिँ यो फेसबुकले सबैलाई चाहिँ एकै ठाउँमा चाहिँ राखेको छ। अब चाहिँ तपाईहरुले कन्टेन्ट मोनेटाइजेसन गर्नुभयो भने तपाईको इनस्ट्रिम एड पनि अन गर्नु पर्दैन, एड्स एन्ड रिल पनि अन गर्नु पर्दैन, बोनस पनि सबै यही अन हुन्छ। सबै एउटै टुलमा पाउनुहुन्छ र यही कन्टेन्ट मोनेटाइजेसन टुल मैले भर्खर पाएको छु, म हजुरलाई देखाउने छु। यहाँनेर कन्टेन्ट मोनेटाइजेसन लेखेको छ र यहाँनेर मेरो भर्खरै मोनेटाइज भएको पेजमा $0.25 चाहिँ यहाँनेर चाहिँ मेरो चाहिँ अर्निङ पनि भएको छ र म सी अलमा गएर हजुरलाई देखाइदिने छु। यहाँनेर चाहिँ अब मेरो टप कन्टेन्ट भनेको छ, म कन्टेन्ट केबाट अर्निङ हुन्छ त्यो पनि हजुरलाई देखाउने छु। हेर्न सक्नुहुन्छ मेरो भिडियोमा धेरै भ्युज पनि गएको छैन, कुनैमा 60 भ्युज गएको छ, कुनैमा 100-200 गएको छ, यस्तै छ है। तै पनि यहाँनेर मेरो चाहिँ अर्निङ हुँदैछ र यहाँनेर अर्निङ कन्टेन्टमा हेर्नुस् है त, मैले भिडियो अपलोड गरेँ भने त मेरो अर्निङ हुँदैछ नै। अर्को यहाँनेर म फेसबुकमा फोटो अपलोड गरेँ भने पनि फोटो पनि छ। मैले अहिलेसम्म यसमा फोटोहरु अपलोड गरेको छैन। फोटो अपलोड गरेँ भने पनि मेरो अर्निङ हुन्छ। र यहाँनेर टेक्स्ट भनेको छ, यहाँनेर हामीले स्ट्याटस लेखेको भरमा नि पैसा कमाउँछौँ। यहाँ हेर्न सक्नुहुन्छ मैले यहाँनेर हेलो एभ्रीवन भनेको छु, यहाँनेर चाहिँ करिब 454 भ्युज आएको छ। यो भ्युज पनि मेरो चाहिँ यहाँनेर काउन्ट भएको छ। अब चाहिँ तपाईले फेसबुकमा स्ट्याटस लेखेको भरमा अनि फोटो अपलोड गरेको भरमा र रिल्स बनाएको भरमा पनि राम्रो पैसा कमाउन सक्नुहुन्छ। किनभने फेसबुकमा चाहिँ अन्य प्लेटफर्म भन्दा अझ धेरै यहाँनेर अडियन्स छ, जसले गर्दाखेरि चाहिँ तपाईको रिच धेरै आउँछ। रिच धेरै आएपछि स्वतः तपाईको अर्निङ पनि धेरै हुन्छ। अब चाहिँ म तपाईले आफ्नो फेसबुक पेज कसरी मोनेटाइज गर्ने, सेटअप कसरी गर्नुपर्छ, त्यसको लागि के क्राइटेरियाहरु छ, कुन कुरामा ध्यान दिनु जरुरी छ भन्ने कुरा चाहिँ म हजुरलाई बताइदिने छु। तपाईहरु फेसबुकलाई नेपालबाट मोनेटाइज गरेर पैसा कमाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईहरुले कन्टेन्ट मोनेटाइजेसन सेटअप पाएको हुनुपर्छ। त्यसको लागि हामीले के गर्नुपर्छ त अब सिकौं। र यो कन्टेन्ट मोनेटाइजेसन पाउनको लागि तपाईको पेज नै हुनुपर्छ भन्ने पनि छैन। तपाईले अहिले युज गरिराखेको आईडी पनि युज गर्न सक्नुहुन्छ। तपाईको आफ्नो प्रोफाइलबाट पनि पैसा कमाउन सक्नुहुन्छ। त्यसको लागि तपाईहरु आफ्नो मेनुमा जानु होला र यहाँ गइसकेपछि आफ्नो प्रोफाइलमा तपाईले क्लिक गर्नु होला र यहाँ जाने बित्तिकै तपाईको एडिट प्रोफाइल भनेको छेउमा चाहिँ 3 डट हुन्छ, यहाँ क्लिक गर्नु होला र यहाँ तल आएपछि यहाँनेर तपाईले स्क्रोल डाउन गर्नु होला र यहाँ आइसकेपछि चाहिँ यो प्रोफेसनल मोड भनेको हुन्छ। यहाँनेर डट तपाईहरुले पढेर सिम्पली नेक्स्ट गरेर चाहिँ यसलाई चाहिँ टर्न अन गरिदिनु होला र यो गरिसकेपछि चाहिँ हजुरको चाहिँ प्रोफेसनल ड्याशबोर्ड भन्ने अप्सन आउँछ। मेरो चाहिँ यहाँनेर मोनेटाइजेसन भइसकेको कारणले गर्दाखेरि कन्टेन्ट मोनेटाइजेसन भनेर देखाएको छ, तर तपाईहरुकोमा चाहिँ कन्टेन्ट मोनेटाइजेसन भनेर देखाएको हुँदैन। तपाईहरुको चाहिँ एड्स एन्ड रिल अनि इनस्ट्रिम एड भनेर प्रायकोमा देखाएको हुन्छ। आई एम इन्ट्रेस्टमा तपाईहरुले क्लिक गर्न सक्नुहुन्छ। अब यो कन्टेन्ट मोनेटाइजेसन कसरी ल्याउने भन्दाखेरि तपाईहरु सबैभन्दा पहिला यो होममा आउनु होला। यहाँ तल चाहिँ हजुरको चाहिँ यो गेट स्टार अन रिल भनेको छ, यहाँनेर क्रिएट रिल भनेको हुन्छ। यहाँनेर चाहिँ तपाईहरुले च्यालेन्जहरु कम्प्लिट गर्नुपर्ने हुन्छ अनि ब्याज दैट यू अर्न भनेको छ। तपाईहरुकोमा अर्न भन्ने देखाएको हुँदैन होला। यहाँनेर तपाईहरुको विभिन्न प्रोग्रेसहरु चाहिँ देखाइरहेको हुन्छ। यहाँ चाहिँ तपाईहरुले भिडियो डेली अपलोड गर्नुपर्ने हुन्छ, फलोअरहरु गेन गर्नुपर्ने हुन्छ, विभिन्न हुन्छ। त्यो कम्प्लिट गर्दै जानु भयो भने कन्टेन्ट मोनेटाइजेसन सेटअप भनेर चाहिँ आउँछ। यसरी चाहिँ हामीले फेसबुकमा डेली राम्रो भिडियोहरु अपलोड गर्दै गयौं भने अनि फलोअरहरु बटुल्दै गयौं भने चाहिँ हामीले चाहिँ कन्टेन्ट मोनेटाइजेसनको चाहिँ सेटअप पाउन सकिन्छ। र यो कन्टेन्ट मोनेटाइजेसन सेटअप पाउनको लागि तपाईको यति उति फलोअर हुनुपर्छ, यति भिडियो अपलोड गरेको हुनुपर्छ भन्ने क्राइटेरिया केही पनि छैन। मात्र तपाईहरुले पोस्ट गर्न थाल्नुहोस्, ड्याङ तपाईको चाहिँ अर्निङ सुरु भइहाल्छ यदि फेसबुकले एप्रुभ गर्दियो भने। जब तपाईहरुले कन्टेन्ट मोनेटाइजेसन सेटअप गर्नुहुन्छ त्यो भन्दा अगाडि तपाईले एउटा कुरा ध्यान दिनुपर्ने हुन्छ। तपाईले कन्टेन्ट मोनेटाइजेसनको सेटअप पाउनु भयो भने तुरुन्त आत्तिएर तपाईले नेपालबाट सेटअप नगर्नु होला। नेपालबाट सेटअप गर्नुभयो भने तपाईको फेसबुक पेज
डिमोनिटाइज हुन्छ, जसले गर्दाखेरि तपाईको अर्निङ हुँदैन र तपाईले पैसा पाउन सक्नुहुन्न। कन्टेन्ट मोनेटाइजेसनको सेटअप तपाईको पाइसकेपछि तपाईले चाहिँ मुख्य एउटा काम गर्नुपर्ने हुन्छ, त्यो भनेको चाहिँ तपाईले प्रोक्सी लिनु हो। प्रोक्सी चाहिँ तपाईहरुले अन्य देशको लिनुपर्ने हुन्छ। जस्तै नेपालमा फेसबुक मोनेटाइजेसन चाहिँ अहिलेको लागि चाहिँ एलिजिबल छैन, त्यसैले हामीले एलिजिबल भएको कन्ट्रीको प्रोक्सी चाहिँ लिनुपर्ने हुन्छ। उदाहरणको लागि इन्डिया भयो, अनि तपाईको अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, त्यति मात्र नभएर मलेसिया पनि छ, विभिन्न देशहरू छ, तपाईहरुले चेक गर्न सक्नुहुन्छ। त्यहाँको प्रोक्सी चाहिँ लिनुपर्ने हुन्छ। अब प्रोक्सी भनेको चाहिँ धेरैले थाहा होला, तर थाहा छैन भने चाहिँ यो चाहिँ एउटा सर्भर हो है, प्रोक्सी सर्भर हो, जसले चाहिँ हामी नेपालमै बसेर पनि बाहिरको सर्भर युज गर्न मिल्छ। त्यसैले गर्दाखेरि तपाईहरुले चाहिँ यो सेटअप गर्नुभन्दा अगाडि प्रोक्सी लिनुपर्ने हुन्छ। र तपाईहरुले प्रोक्सी बाइ गर्दै हुनुहुन्छ भने चाहिँ मैले प्रोक्सीको तल लिंक पनि राखिदिएको छु। तल यो भिडियोको डिस्क्रिप्सनमा तपाईले लिंक पाउनुहुन्छ। त्यो लिंकबाट तपाईहरुले प्रोक्सी बाइ गर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले चाहिँ धेरै डिस्काउन्ट पनि पाउन सक्नुहुन्छ, जसले गर्दाखेरि मलाई पनि केही बोनस मिल्छ। र लिंकबाट गएपछि तपाईहरुले यो कोड युज गर्न सक्नुहुन्छ। स्क्रिनमा मैले यो कोड राखिदिएको छु, यो कोड राख्नु होला, तपाईले धेरै भन्दा धेरै डिस्काउन्ट पाउन सक्नुहुन्छ। र तपाईलाई प्रोक्सी किन्नलाई त्यति महँगो पनि पर्दैन। तपाईले 3-4 महिनाको प्रोक्सी लिनुहुन्छ भने मात्र $6-7 मा चाहिँ प्रोक्सी लिन सक्नुहुन्छ। यो प्रोक्सी चाहिँ हजुरहरूले आफ्नो मोबाइलमा सेटअप गर्नुपर्ने हुन्छ। र तपाईहरुलाई प्रोक्सी कसरी किन्ने, कसरी सेटअप गर्ने प्रपर भिडियो चाहिन्छ भने चाहिँ तल कमेन्ट गर्नु होला, म अवश्य नेक्स्ट पार्ट भिडियो बनाइदिने छु। यसरी तपाईहरुले प्रोक्सी लिनुभयो भने अब चाहिँ तपाईहरुले सेटअप गर्न सक्नुहुन्छ। तर सेटअप गर्दाखेरि तपाईले फेरि नेपाली बैंक चाहिँ युज नगर्नु होला। नेपाली बैंक युज गर्न मिल्दैन। तर यदि तपाईको फेसबुक पेजमा चाहिँ राइट म्यानेजर छ भने तपाईले नेपाली बैंक पनि युज गर्न सक्नुहुन्छ र तपाईलाई प्रोक्सीको पनि जरुरी छैन। यदि तपाईले आफ्नो जेन्युइन कन्टेन्ट अनि धेरै फलोअर भएको त्यस्तो पेज बनाउनु भएको छ भने तपाईले राइट म्यानेजर पाउन सक्नुहुन्छ। तर राइट म्यानेजर भने तपाईले प्रोफाइलमा भने चाहिँ पाउन सक्नुहुन्न। त्यसैले तपाईहरुले पेआउट राख्दै हुनुहुन्छ भने इन्डिया, कोरिया, जापान अथवा अमेरिका, अस्ट्रेलिया जहाँको पनि राख्नु होला। आफ्नो छैन भने आफ्नो रिलेटिभको पनि तपाईहरुले युज गर्न सक्नुहुन्छ र यसलाई इन फ्युचरमा तपाईहरुले चेन्ज पनि गर्न सक्नुहुन्छ। यति कुरा ध्यान दिनुभयो भने तपाईहरुले नेपालबाटै मज्जाले फेसबुकमा अर्निङ गर्न सक्नुहुन्छ। त्यसैले तपाईहरु पनि यदि युट्युबमा मात्रै काम गरिराख्नु भएको छ, युट्युबमा मात्रै भिडियो अपलोड गर्नु भएको छ अथवा फेसबुकमा पनि फोटो भिडियोहरु अपलोड गर्ने गर्नुहुन्छ, पैसा पाउनु भएको छैन भने यो सेटिङ, यो काम चाहिँ तपाईले गर्नु होला। तपाईले युट्युबमा भन्दा धेरै अर्निङ पाउनुहुन्छ। किनभने फेसबुकमा चाहिँ हामीले फोटो अपलोड गर्दाखेरि पनि, स्ट्याटस लेख्दाखेरि पनि, रिल्स अपलोड गर्दाखेरि पनि पैसा पाउँछौँ। यो एकदमै राम्रो छ। तपाईहरुले आजसम्म पनि काम गर्नुभएको छैन भने अहिलेदेखि नै तपाईहरु चाहिँ पोस्ट गर्न थाल्नुहोस्, भिडियोहरु बनाउन थाल्नुहोस्। यो चाहिँ एकदमै राम्रो छ। आई होप तपाईहरुलाई यो भिडियोले केही फेसबुक पेज मोनेटाइज गर्नको लागि अथवा फेसबुकबाट पैसा कमाउनको लागि हेल्प गरे जस्तो लाग्छ। यदि तपाईहरुलाई डिटेलमा अझ भिडियोहरु चाहिन्छ भने तल कमेन्ट गर्न नबिर्सिनु होला। र म नेक्स्ट पार्टमा मिल्ने छु, जुनमा चाहिँ म तपाईहरुलाई फेसबुकको विड्रको बारेमा अनि फेसबुकमा भ्युज कसरी ल्याउने यो विषयमा पनि म हजुरलाई चाहिँ जानकारी गराउने छु।